गीत असल साथी भेटाइयो प्रदीप कुटुब कुटु चार पाँच महिना पछिको बिदा कस्तो हुँदो रहेछ त बल्ल अनुभव पाएँ। लामो समयपछि बिदा नपाएको मैले आज बिदा पाएँ। किनभने यहाँ विदेश हो, विदेशमा जे पनि हुन्छ 12 घन्टा ड्युटीले धेरै थकान दिन्छ र महिनामा एक दिन पनि छुट्टी नहुँदा धेरै नै गाह्रो हुन्छ। अनि साथीहरूसँग आज हल्का रमाइलो गरेर यसो कटाउने। हेलो गुड मर्निङ गाइस, गुड मर्निङ है सबैजनालाई। आज चाहिँ मेरो लिभ छ अनि लिभको बेला चाहिँ केटाहरूसँग हल्का रमाइलो गरिदिएको। बिहानै यिनीहरूको चाहिँ 6 बजी सकिन्छ, बेलुकाको 6 बजीदेखि बिहानको 6 बजीसम्म ड्युटी हो। अनि सकिन्छ। हाम्रो साथी पनि छ, मेरै लोकेसनमै हो, दुईजना सँगै हो हामी। ऊ नाइट म डे, तर मेरो आज चाहिँ छुट्टी छ, ऊ चाहिँ आइसकेको छ ड्युटीबाट होइन। अनि आज घुम्नु जाने भन्दैछ रुइसतिर, तर खोइ गइन्छ कि गइँदैन होइन। रुइस भनेको एउटा सहर हो यतातिरको सिटी, तर अब हेरौँ के हुन्छ होइन। अब झ्याम्मै सुत्दिनु पऱ्यो भनेको आज केटाहरू आएर होइन, केटाहरू को आउँछ बत्ती बालिदिन्छ, को आउँछ डट मागिदिन्छ क्या बिहानै आएर। हिजै केटाहरूलाई डट लग्ने लग भनेको बिहानै आएर डट छैन एउटा डट देऊ भन्दै भन्छ केटाहरू। अनि फेरि अब कस्तो हुन्छ सुत्नै मन लागेन क्या, मनले नै मानेन। अनि केटाहरू आएर थियो अनि हल्का रमाइलो गरिदिउँ भनेर एउटा मेमोरिजको लागि पनि हुन्छ होइन। पछिको दिनमा यस्तो यस्तो साथी थियो भनेर हेर्नु मिल्छ नि त होइन। ट्याक्कसँगले हामी यसरी बसेको थियौँ भनेर। अनि मैले चाहिँ त्यही भएर चाहिँ भिडियोहरू बनाइरहेको छु। हजुर हजुर, त्यही भन्दा भन्दै फेरि चाहिँ एउटा गीत गाउन चाहन्छु। ल चाहिँ एउटा हालिदिउँ न त सर। हे नजाने नि गाइयो नि गीत, गाइयो नि गीत असल साथी भेटाइयो प्रदीप मिरमिरेमा भाले बसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको। ल धन्यवाद। सुरु के हान एउटा लु। मिरेमा भाले बसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सानोसँग बोल्दैछु सत्यता, बोल्दैछु सत्यता। आइयो परदेश गरिबी बाध्यता मिरमिरेमा भाले बसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको। नबिर्सने रहेछौ नि आँखामा, रहेछौ नि आँखामा दाग कहिल्यै नलागोस् मायामा मिरमिरेमा भाले बसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सधैँभरि लगाउँछु मगुना, लगाउँछु मगुना बाग्लुङ घर नाम मेरो अर्जुन मिरमिरेमा भाले बसेको सपनीमा झझलको आइरहन्छ विपनीमा तिमी हाँसेको सपनीमा झझलको आइरहन्छ
विपनीमा तिमी हाँसेको എൻ്റെ പേര് ജോൺസൺ യോഹന്നാൻ. ഞാൻ UAE റോയ്സിലാണ് വർക്ക് ചെയ്യുന്നത്. സെക്യൂരിറ്റി ആയിട്ട് വർക്ക് ചെയ്യുന്നു. പ്രദീപും അർജുനും എൻ്റെ റൂംമേറ്റാണ്. ഞാൻ എനിക്കത് ഹിന്ദി അറിയത്തില്ലായിരുന്നു. ഇവിടെ വന്നിട്ടാണ് ഹിന്ദി പഠിക്കുന്നത്. ഹിന്ദി തോടാ തോടാ മാലൂം. हिंदी थोड़ा थोड़ा मालूम. अभी मैंने पूछा था आपको ये कुटुम्बा इधर 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 एक कुटुम्बा कुटु आपको मालूम है ना? हाँ कुटुम्बा कुट्टू मुझे मालूम. हाँ एक बार थोड़ा एक बताओ बार कुटुम्बा दो. को। ज़्यादा नहीं बोलो. थोड़ा जितना मालूम है उतना बताइए आप. कुटुम्बा कुट्टू यहाँ मेमोरीज हुन्छ कि दूसरा एक तेरे लिए एक जोसा जोसे अरेली खाने मलाई चोसाई चोसाई अरेली मलाई चोसाई चोसाई अभी एक तमिल गाना मालूम है? बोलो कौन सा गाना? नाट से तंग मटा नाम मसा तंग मटा मोदी परे बिटे पैसे एक बार वो गाना गाइए. നാനടിച്ച തങ്ക മട്ടെ 4 മാസം തൂങ്ങ മട്ടെ മുച്ചി പൊറു വിട്ട് പോയി സേറ മട്ടെ अभी से मटा रोमांटिक कर दिया. ठीक छ. गुड गुड. थैंक यू. कितना साल हो गया आपका इधर? मैं इधर 4 साल हो गया. 4 साल हो गया. गर्लफ्रेंड तो नहीं है ना इधर? गर्लफ्रेंड नहीं है. झूठ मत बोलो. नेपाली गर्लफ्रेंड मिलेगा? हमको नहीं मिला है, कैसे मिलेगा तुमको? चाहिए कौन सा वाला चाहिए? काठमांडू वाला पोखरा वाला? नहीं मालूम उधर क्या क्या है. अच्छा है. नहीं सबसे अच्छा पोखरा का होता है. आपको काठमांडू का चाहिए पोखरा का? पुकारा. पोखरा हाँ चाहिए. चाहिए. ओके. एक सीता नाम है, एक गीता है, एक मंथली है, एक जुनकिरी है. कौन सा चाहिए? लड़की के नाम. लड़की का नाम क्या है? लड़की का नाम है हाँ जुनकिरी चाहिए. जुनकिरी? जुनकिरी भी है. जुनकिरी लड़की का नाम चाहिए. हाँ चाहिए. ओके ट्राई करेंगे. कुचिपुड़ी थोड़ा डालो तेल. अंडा फ्राई होने वाला है इधर. हमारा केरला साथी बना रहा है अच्छा तरीका से. ये लोग फर्काउन जान्छ है जान्दैन. बस्ती जाने थिएन. नुन मजाले घोली खाऊ नि. ए नुन त लाग्यो छैन त. ए ध्यान छ. चर्को हुने कस्तो हुने यार. जस्तो नि हुन्छ. पछि छर्केर खाने हुन्छ. हुन्छ हुन्छ. जाम्न ठिक छ. कुचिपुडी हामीले चाहिँ यो युज गर्दै पकाउँछौँ. खाल्दैन यो. खलास है यो बुटाने ग्यास. डालो क्या यार दोनों डालो डालो कर रहा है. मोटा मोटा के गर्यो अरे. तिम्रो कहाँ सबै एउटै भन्थ्यो. एकदम बाक्लो भएर थाप्रै हुन्छ. ठिक छ ठिक छ. त्यो दुईवटा अन्डा चाहिँ यत्रो हुन्छ. रोको 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 अभी 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 रोको थोड़ा रोको. इधर बहुत ज़्यादा शेफ है. इधर अर्जुन शेफ, इधर हमारा जॉनसन. जोनी सिंस तो नहीं है ना? जॉनसन से थोड़ा ऐसा करो. एक सिखा रहा है. ऐसे तो जाओ. ऐसा ला. कैसे आता है? ऐसा नहीं आया तो क्या करेगा? पिरियड भएर नि लाने हुन्थ्यो. छ त अनि मसँग. तेमा हाल्ने वाप्प. पूरा नहीं चल रहा है. क्या सर थोड़ा थोड़ा रोको. प्लेट लाउन. थोड़ा बढाउनु नि यस. हुँदैछ पर्खा अझै एकैछिन गरेर फर्काउनुपर्छ. हो गया. अझ अर्को देखाएको.
हो गया जनसन सर किरा चाहिँ बनाउनु नै पहिला भुजिया बनाऊ भने यस्तो गरेर फर्केन म त्यहाँ सुतिरहेको थिएँ अनि फेरि म उठ्छु भने छोडिदियो नि त्यसले गर्छ यहाँ मात्रै मिक्स गराउनु यसले जान्दैन जान्दछ त्यसले खानु मात्रै जान्दछ अरे त्यसले ल अन्डा एउटा भइसक्यो हाम्रो मिक्स हुन्छ चम्चा प्याज लगाऊ डढो हौ निकालिदेऊ अफ गर अझ केही फर्काउनु भनेर अर्को जति अलि रातो भयो छैन नि पूरा स्मेल आ रहा है हो गया ज़्यादा हो गया नहीं करने का आफै भिडियो बनाउने आफै गर्ने के हो के कति हाल्ने हेर यहाँ ठिक छ हाल न 3टा बनाउने ल ठिक छ थोड़ा लगा हाल प्याज हालिसक्यो ठिक छ हो गया वो ताप चुका है हो गया डालेगा डालो कम हो गया ये साला थोड़ी देर को पलटाएगा आएगा पलटाने के लिए नहीं तो मैं कर देगा पलटाओ कैसे पलटाएगा हाँ आएगा चेक करेगा नहीं तो उससे ऐसे करो क्या कर दिया तुमने छोड़ो हो जाएगा छोड़ो फर्काए ना हो गया ये जॉनसन के लिए फर्काएकै छैन नि यार कैसे आदमी लोग रहता है इधर सिक्युरिटी ऐसे काम करता है यार हालो देऊ साला लास्ट हो यो चाहिँ हाम्रो गरेका अर्जुन का पाला खै ऊ चम्चा फेरि स्पेसलिस्ट सेफ हो फेरि हाम्रो अर्जुन चाहिँ यहाँ सेफ मान्छेको पारै बेग्लै हुन्छ अब हेर त ल पल्टायो होइन यसलाई यस्तो छ नि त यहाँ भन्दा चाहिँ अब कहाँ हुनु हो पनाले फर्काइदिन्छु ल पनाले कहाँ बिग्रिन्छ छोरा छोडिदेऊ यहाँ आऊ हट परोटा गरम गरेका परोटा तताउने हो परोटा सब्जी खाने हो ना इसके आगे वो क्या है खाएगा परोटा कतिले छैन यार हो खाल्नु भयो
हो गया